यो चाहिँ आजै म बनाइसक्छु क्या अब 1 आवर्सभित्र चाहिँ मिसिङ हाल्छु मिसिङ हालेको पनि तपाईँलाई म देखाउँछु है फुर्का लाउने काम अहिले चाहिँ भइरहेको छ यहाँनिर चट्ट एउटा फुर्का चाहिँ अलरेडी लगाइसक्यो एउटा चाहिँ यस्तो राम्रै भयोदेखि चाहिँ राम्रै छ है फुर्का चाहिँ एउटा लगाइसकेको छु अब यताको रातो पनि अघि यो कलर पनि यो धागो पनि तन्काइसक्यो हिट तन्काएको छ क्या एकदम अब यहाँनिर लगाइन्छ फुर्का एउटा है अब यति बनाएपछि यसले 4 to 5 वर्ष थाम्छ यो चाहिँ फेरि एकचोटि मर्मत गरेपछि सक्यो दुईपट्टिको फुर्का पनि बनाइसकेँ यो एकपट्टिको फुर्का यतापट्टि भयो होइन यो अर्को फुर्का राम्रै छ अब यतापट्टि फुर्का र यो फुर्का पनि छ मसँग टक्कर अब यो अन्तिम फुर्का चाहिँ बनाउँदैछु यताको यो फुर्का पनि बनाइसकेँ होइन अनि यो फुर्का पनि बनाइसकेँ यो फुर्का पनि बनाइसकेँ है अब यो लास्टको फुर्का चाहिँ अब यो बनाउँदैछु लास्टको फुर्का बनाएपछि चाहिँ सक्यो यो चाहिँ रेडी भइसक्यो है यो चाहिँ फाइनली मैले चाहिँ यो सकिसकेको छु होइन अब देख्नुहुन्छ तपाईँहरूले होइन यो सिलामसाकमा फाइनली मैले बनाइसकेको छु यसको 4वटा फुर्का मैले लगाइसकेको छु भने यो जुन बाहिरको यो रातो देखिएको धागोहरू चाहिँ अघि कमजोर थियो नि त अहिले चाहिँ एकदम टाइट गरिसकेको छु क्या अनि सबै यो 9वटा स्टेपहरू चाहिँ एकदम टाइट छ र एकदमै अहिले चाहिँ लुक नाइस देखेको छ नि त होइन अहिले ल फाइनली मैले घरमा पनि राखिसकेको छु कस्तो देखियो होइन घरमा पनि ठक्क हेरौँ है ठक्क देखेको छ एउटा चाहिँ अर्को चाहिँ अब बनाउनु बाँकी नचेको देखाएको छु डन्डा त्यो चाहिँ अब मैले बनाउनको लागि रेडी गरिसकेको छु डन्डा चेन्ज गर्छु र भोलि र पर्सिभित्रमा फिनिस गरेपछि तपाईँलाई म दुइटै देखाउने छु यो सिलामसाकमा मैले दुइटै बनाइसकेपछि तपाईँहरूलाई म दिनेछु अहिले नै लिनको लागि नआउनु होला प्लिज म यही भन्न चाहेँ तपाईँहरूलाई थ्याङ्क यू सो मच